क्यास्ट्रो गएको क्युबा देश हो क्युबा भन्ने देश छ के हो अमेरिकाको तल खुर्सानी हाल्दै ठ्याक्कै मेरो आँखा बन्द भयो भुटाल दिइहाल्यो क्या अनि मलाई खुर्सानी बोकेर आएको रहेछ यार आन्दोलनमा तपाईहरु नेपाल प्रहरी भाइहरु न हान्नुस् गोली म थाम्न तयार छु के बिगोलीले गोली हान्नुस् नहान्नुस् हामी सबैलाई गोली हान्नुस् कोही समाए त अहिलेसम्म कोही नयाँ समाए त फेरि एमाले यति नै हुन् कि अझै छन् भनेको घुम्न आएको थियो हामीले केपीलाई पनि आई लभ यु भनेको मान्छे हो हेर्नुहोस् केपीलाई भोट हालेको मान्छे हो म केपीलाई मन पराउनु भयो अहिलेको दिनमा म बालेन छ आई लभ यु म बालेन मन पराउँछु खर 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 कुना 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 ओर्या lovely दामी the next day कसरी रातारात मतपेटिका साटिएको छ आर्मी लगाएर पनि चुनाव हुन्छ बालनले राजीनामा दिनै पर्छ गृह मन्त्रीले राजीनामा दिनै पर्छ हाम्रो माग सुन्नै पर्छ अब कसरी अगाडि बढ्छ अब आन्दोलन त हाम्रो पार्टी अध्यक्षलाई नछुडिन्छ निरन्तर आन्दोलन जारी रहन्छ माछा पोखरी उहाँ सुदन गुरुङ गृह मन्त्री भइसकेछ केपी ओली पक्राउ परिसकेछ महेश बस्नेतलाई पक्रिनेवाला छ रे माछा पोखरी संसद भवनमा नछिर्दै मुर्दाबादको नारा सुरु भएको छ अब द्वन्द्व सुरु भएको छ अब यो दिनकै चल्छ जनताले कति दुःख पाउने हो ल गाइस अब यहाँ हेर्नु अब यो रमेश लेखक एन्ड केपी शर्मा ओलीले चाहिँ बिहान यसरी एरेस्ट गरेको रहेछ है अपने इस कलेजे के टुकड़े के बगैर कैसे जिंदा रहेंगे मालिक मालिक पार्टीको मान्छेले गरेको भए पार्टीको नलागेर तेरो बाउको घरको लिएर राख्नु तेरो घरमा आन्दोलन गर्नु तेरो पार्टीले गरेको तेरो बाउले गरेको ओ माय गॉड के गरेको उदय ग्यास सकियो क्या यार आगे बोलेन भने ग्यास पसलेको नम्बर छैन फोन गर्दा अनि के हो ग्यास खोजिरहेको ल यहाँ छुनु त घुम्न उतारेर आउने साला आज खानु पर्ने मुखी खुट्टा साला मान्छे नबिसर किन बाख्राको
ए झप्पै झप्पै आयो गुरुङ दाई पानी बाँडेर नेता होइन भनी भनी मन्त्री भएर केपी रमेश झप्पै लग्यो भेनमा हालेर